हेलो जयमुसी साथीहरू सबैजनालाई जयमुसी छ है मेरो। यो चाहिँ जयमुसी साथीहरूलाई है त। र साथीहरूलाई भन्दा पनि यो चाहिँ के भन्छ, पास्टर भन्छ क्या रे है, पास्टरज्यूहरूलाई है त। यो भिडियो चाहिँ सबैजनाले सेयर गरेर पास्टरज्यूहरूकोमा पुर्याइदिनु होला। किनभने नि साथी हो, यो रक्सिङ गाउँपालिका हेटौडाबाट चाहिँ चेपाङ बस्तीको 30औं वर्षदेखि अगाडिदेखि सबैले क्रिस्चियन बनाउनु भ्याएको छ के। तर त्यहाँको दुःख, त्यहाँको पीडा, त्यहाँको भोको, त्यहाँको नाङ्गो चाहिँ ढाक्ने काम गर्नु भएको छैन क्या। हो, पहिला चाहिँ त्यहाँ क्रिस्चियनमा नलागुन्जेलसम्म हरेक किसिमको सुविधाहरू दिने, हरेक किसिमको सामानहरू दिने गरेर चाहिँ सबैलाई प्रभावित बनाएर चाहिँ क्रिस्चियनमा हाल्नुभयो। र अहिले कति दुःख, कति भोको छ तपाईँले हेर्नु भएको छ। ल तपाईँले हेर्नु पर्दैन, विदेशी डलर आउँछन् नि क्रिस्चियनहरूलाई, त्यो हेर्नु पर्दैन। अनि प्रभु मानेपछि त सबै कुरा प्रभुले पुर्याउँछ भन्छ त। कोही त्यहाँ त एकलौटे भयो भने घरमा कस्तो दुःख छ त। अनि ल्याङफ्याङ एउटा घरको छाना पनि छैन त राम्रोसँग। देशमा लडाइँ हुन्छ, त्यो ईसाईले गर्दा। कसैलाई रोग लाग्छ, रोग निको नभएपछि उसको मृत्यु हुन्छ, त्यो पनि ईसाईले गर्दा। समय र परिस्थितिले गर्दा संस्कृति र परम्परामा परिवर्तन आइरहेको छ, त्यो पनि ईसाईले गर्दा। भोलिको दिनमा कसैको लोग्नेले अर्काको स्वास्नीलाई उठाएर लान्छ, त्यो पनि ईसाईले गर्दा भन्नु बेर लाउँदैन। हुन त विभिन्न किसिमको आरोप लगाएर ईसाईलाई गलत देखाउने कुरा त नौलो कुरा त होइन। आज फेरि एकजना व्यक्तित्व जो नेपालैदेखि हुनुहुन्छ, यहाँले पनि ईसाईहरूलाई नचाहिँदो र नभएको आरोप लगाइरहेका छिन्। जुन सरकारले र समाजले गर्नुपर्ने काम ईसाईहरूले गरिरहेका छैनन् भनेर गोक्रो फुल्लाई कराइरहेका छिन्। यहाँ को हुनुहुन्छ त? यहाँले कस्तो किसिमको ईसाईहरूलाई आरोप लगाइरहेका छिन्। यहाँले भन्नुहुँदैछ ईसाईको घरमा डलर आउँछ, तर ईसाईको घरमा डलर होइन, यहाँकै घरमा डलर आइरहेको छ। मुखले मात्र होइन, तर आज म तपाईँहरूलाई प्रमाणसहित प्रमाणित गरेर देखाउने छु। भिडियो सुरुदेखि अन्तसम्म हेर्नुहोला। जयमसी तथा नमस्ते, म बर्नाड लामा फेरि पनि यहाँलाई मण्डली टिभीमा स्वागत छ। यदि तपाईँले मण्डली टिभीमा अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने अहिले सब्सक्राइब गरिहाल्नुहोला र बेल आइकन बटनलाई दबाउनु नभुल्नुहोला। यदि तपाईँले मण्डली टिभीलाई युट्युबमा, फेसबुकमा या अन्य सोसियल मिडियामा सर्च गर्न चाहनुहुन्छ भने मण्डली टिभी लेखेर सर्च गर्न सक्नुहुन्छ। यदि तपाईँले मण्डली टिभीलाई सपोर्ट गर्न चाहनुहुन्छ भने यहाँ दिएको क्युआर कोडमा स्क्यान गरेर तपाईँले सपोर्ट गर्न सक्नुहुन्छ अथवा डोनेसन गर्न सक्नुहुन्छ। हस् त सुरु गरौँ। हेलो जयमुसी साथीहरू सबैजनालाई जयमुसी छ है मेरो। यो चाहिँ जयमुसी साथीहरूलाई है त। र साथीहरूलाई भन्दा पनि यो चाहिँ के भन्छ, पास्टर भन्छ क्या रे है, पास्टरज्यूहरूलाई है त। यो भिडियो चाहिँ सबैजनाले सेयर गरेर पास्टरज्यूहरूकोमा पुर्याइदिनु होला। यहाँको नाम हो सीता शेर्पा। यहाँ सामाजिक सञ्जालमा निकै सक्रिय हुनुहुन्छ। यहाँको नाम त सीता त हो, तर सीताजीले अर्काको आस्था र अर्काको धर्मलाई कसरी सम्मान गर्नुपर्ने त्यो यहाँले सिक्नु भएको छैन। यो मेसेज चाहिँ जयमुसीहरूलाई भन्नु नै ईसाईहरूलाई अपमान गर्नु हो। यो चाहिँ जयमुसी साथीहरूलाई है त। जयमसी शब्द एक परमेश्वरको नाममा अभिवादन गरेको हो। ईसाईहरू जयमसी होइन, तर जयमसी शब्द एक अभिवादन शब्द हो। अब यस्तो अभिवादन शब्दलाई अपमान गर्ने व्यक्तिको बारेमा चाहिँ हामीले के भन्नु सक्छौँ र अरू यहाँको मानसिकतालाई हामी के भन्नु सक्छौँ र? तर विवेक भएको व्यक्ति जो हुनुहुन्छ उहाँले एक अभिवादनलाई अपमान गर्दैनन् यसरी। नेक्स्ट। किनभने नि साथी हो, यो रक्सिङ गाउँपालिका हेटौडाबाट चाहिँ चेपाङ बस्तीको 30औं वर्षदेखि अगाडिदेखि सबैले क्रिस्चियन बनाउनु भ्याएको छ के। तर त्यहाँको दुःख, त्यहाँको पीडा, त्यहाँको भोको, त्यहाँको नाङ्गो चाहिँ ढाक्ने काम गर्नु भएको छैन क्या। चेपाङ बस्तीको हालत कस्तो थियो र अहिलेसम्म कस्तो छ त्यो त तपाईँ र हामीले जानेको कुरा हो। जुन सरकार र समाजले गर्न नसकेको काम त्यहाँ गएर ईसाईले गरेका छन्, त्यो मैले धेर भन्नु पर्दैन। सुनेर तपाईँहरूलाई विश्वास नलाग्ला, तर सत्य घटना हो। मानिसहरूलाई जुका रोग लागेको थियो, उनीहरूसँग उपचारको कुनै साधन थिएन र सरकारले पनि कुनै साधन दिन सकेको थिएन। सरकारले पनि त्यहाँ जुका रोगको औषधि बाँड्न सकेका थिएन। त्यही सेरोफेरोमा काठमाडौँबाट केही इसाई मिसनरीहरू हेलिकप्टरमा टक्सेरा पुगे र टक्सेराका मानिसहरूलाई उनीहरूले जुकाको औषधि बाँडे। जुका रोग हरायो, मानिसहरू स्वस्थ भयो। चेपाङ बस्तीमा ईसाईहरूले कस्ता काम गरिरहेका छन् त्यो मैले धेर भनिरहनु पर्दैन। तपाईँहरूकै व्यक्ति, तपाईँहरूकै समुदायमा भएको व्यक्ति, एक हिन्दू धर्मको अभियन्ता अभिषेक जोशीले यहाँनिर प्रष्ट रूपमा भन्नुभएको छ।
रोग भएको ठाउँमा जहाँ औषधि छैन, अशिक्षा भएको ठाउँमा जहाँ स्कुल छैन, बेरोजगारी भएको ठाउँमा जहाँ काम गर्न मान्छेले पाइरहेको छैन, अन्धविश्वास भएको ठाउँमा जहाँनिर मान्छेको दिमाग कम चल्छ र विभेद भएको ठाउँमा जहाँनिर मान्छेले मान्छेलाई मान्छे गन्दैन, त्यस्तो ठाउँमा फस्टाउने धर्म भनेको इसाई धर्म। हुन त यो तपाईँको व्यक्तिगत कुरा हो, मैले भनिरहनु पर्ने केही अधिकार त छैन, तर तपाईँले कुरालाई जिस्काएपछि मेरो पनि भन्ने केही अधिकार त छ, हाम्रो पनि भन्ने केही अधिकार त छ। ल साथी हो, यस्तो दुख थियो कि यस्तो दुख थियो, यो बनाउन आउँदाखेरि नदुख्ने औषध पनि खाएर आउनु है। मैले एउटा खाएर आएको, आज त दुखेन है। जसरी यहाँ तपाईँले यो उमेरमा आफ्नो परेलालाई तासेर पैसा फ्याँकिरहनु भएको छ नि, यो पैसा चाहिँ चेपाङ बस्तीमा दिँदा, चेपाङ बस्तीमा डोनेसन गर्दा के होला, कस्तो होला, यो चाहिँ मेरो सुझाव र सल्लाह मात्र हो, दुखन नमान्नु होला। हो, पहिला चाहिँ त्यहाँ क्रिस्चियनमा नलागुन्जेलसम्म हरेक किसिमको सुविधाहरू दिने, हरेक किसिमको सामानहरू दिने गरेर चाहिँ सबैलाई प्रभावित बनाएर चाहिँ क्रिस्चियनमा हाल्नुभयो र अहिले कति दुःख कति भोको छ तपाईँले हेर्नु भएको छ। चेपाङ समुदायलाई अरू समाजले छिछि थुथु गर्दा इसाईहरूले नै अँगालेको हो। स्वास्थ्य, शिक्षा, रोजगार इत्यादि जो सरकारले गर्नु नसकेको काम, समाजले गर्नु नसकेको काम इसाईहरूलाई गर्दै आएको हो, आज पनि गरिरहेका छन्। तपाईँहरूले जति नै आरोप लगाए पनि तर चेपाङ समुदायले, जुन चेपाङ समुदायका व्यक्तिहरू छन्, ती व्यक्तिहरूले यो कुरालाई नकारेका छन्। यसरी आजभन्दा केही समय अगाडि राक्सेना गाउँपालिका वडा नम्बर 5 जैथीडाँडा भन्ने ठाउँमा चाहिँ एकजना हाम्रो सीता भन्ने दिदी आउनुभएको रहेछ। तपाईँले सम्पूर्ण चेपाङहरूको गाउँ गाउँमा घर घरमा तपाईँले गएर सोध्नुहोस् कि तपाईँले कसैले चामल दिएर विश्वास गरेर नलगाएको हो कि भनेर। तपाईँले कसैले पनि भन्दैन मलाई चामल दिएर विश्वास गरेको म लोभमा परेर विश्वास गरेको भन्दैन। यो रक्सिङ गाउँपालिका हेटौडाबाट चाहिँ चेपाङ बस्तीको 30औं वर्षदेखि अगाडिदेखि सबैलाई क्रिस्चियन बनाउनु भ्याएको छ के। तपाईँले यहाँनिर प्रष्ट रूपमा भन्नुहुँदैछ 30 सालदेखि चेपाङ समुदाय इसाई समुदायसित लागिरहेका छन्। 30 सालसम्म तपाईँहरू के गरिरहनु भएको थियो त? कि तपाईँहरू गुफामा बसिरहनु भएको 30 साल समयदेखि? आज 2 दिन गएर, त्यहाँ 2 दिन गएर कराएर घोक्रो फुल्लाएर भोलिको दिनमा फेरि त्यहाँदेखि तपाईँहरू गोल हुनुहुन्छ, त्यहाँदेखि तपाईँहरू फेरि हराउनुहुन्छ। भोलिको दिनमा त गर्नुपर्ने त्यहाँनिर इसाईले नै हो, फेरि त्यसको के अर्थ भयो र? तपाईँले हेर्नु पर्दैन, विदेशी डलर आउँछन् नि क्रिस्चियनहरूलाई, त्यो हेर्नु पर्दैन। अनि प्रभु मानेपछि त सबै कुरा प्रभुले पुर्याउँछ भन्छ त। कोही त्यहाँ त एकलौटे भएभरकै घरमा कस्तो दुःख छ त। अनि ल्याङफ्याङ एउटा घरको छाना पनि छैन त राम्रोसँग। एक्सक्युज मी म्याडम, विदेशी डलर कहाँदेखि आउँछ र कसले दिन्छ? के यो कुराको तपाईँले प्रमाणित गर्न सक्नुहुन्छ? पक्कै पनि सक्नुहुन्न। म पनि एक इसाई समुदायदेखि नै हो। डलर कहाँबाट आउँछ र कसले दिन्छ आजसम्म मैले थाहा नपाएको कुरा हो। विदेशी डलर चाहिँ इसाईहरूको घरमा चाहिँ होइन, तर तपाईँको घरमा चाहिँ आइरहेको छ। यो कुराको प्रमाण चाहिँ तपाईँले आफै नै भिडियो बनाएर प्रमाणित गर्नुभएको छ। यो भिडियोमा यसरी छोरा गयो, मनका इच्छा पुऱ्याउँछ, कमाउँछ, आइहाल्छ नि भने जस्तो भयो कि प्योर अमेरिकन भएछ कि साथी हो। त्यो चाहिँ यहाँ पनि पिसा लाएर बस्यो कि अब चाहिँ नेपाल नबस्ने रहेछ क्या। उसको त घर बास सबै देशै हुँदो रहेछ कि चित्त दुखेर आउँछ कि साथी हो। हुन त यो तपाईँको व्यक्तिगत कुरा हो। तपाईँले डलर कमाउनुहोस् नकमाउनुहोस्, अमेरिकादेखि ल्याउनुहोस् चाहे जहाँदेखि पनि ल्याउनुहोस्, त्यो तपाईँको व्यक्तिगत कुरा हो। मैले भन्नुपर्ने कुरा केही छैन र मेरो अधिकार पनि छैन। तर जसरी तपाईँले इसाईहरूलाई लालसाना लगाइरहनु भएको छ, डलर आउँछ डलर कमाउँछ भनेर, त्यो भनेपछि चाहिँ मेरो पनि भन्ने के अधिकार त छ। छोरा गयो, मनका इच्छा पुऱ्याउँछ, कमाउँछ, आइहाल्छ नि भने जस्तो भयो कि तपाईँले आफ्नो छोरालाई अमेरिका विदेश पठाउनु भयो डलर कमाउनुको निम्ति, त्यसमा कुनै दुःख पनि छैन। तपाईँलाई तपाईँ आफै नै भिडियो बनाएर भन्नुहुँदैछ कि मेरो छोरा आज अमेरिका गएको छ पैसा कमाउनुको लागि, भोलि फर्किहाल्छ भनेर, त्यसमा दुःख पनि छैन। दुःख पनि किन हुन्छ? डलर आइरहेको छ त टन्न। तपाईँले चारैपट्टि डलर देख्नुहुँदैछ क्या। यसै गरेर नै इसाईले अलिकति तरक्की गरे कि त तपाईँले डलर देख्नुहुन्छ त्यहाँनिर। इसाईले मात्र नभएर
अरू कसैले अलिकति तरक्की गर्दै अलिकति उन्नति गरे कि त तपाईँले डलर देख्नुहुन्छ। त्यसै कारणले तपाईँले चारैपट्टि डलर 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 देख्नुहुँदैछ। साउको भन्दा ब्याजको माया लाग्छ भनेको हो रहेछ कि साथी। त्यसो भने सुन्थ्यौँ कि हामीले पहिला पहिला के भने होला त्यस्तो भने जस्तो लाग्थ्यो कि। अब विदेशदेखि अमेरिकादेखि टन्न डलर आएपछि 100को भन्दा ब्याजको त माया लाग्ने नै भयो नि, किनभने डलर हो नि त डलर। यो चाहिँ प्योर अमेरिकन वर्ड हो। तपाईँको छोरा अब प्योर अमेरिकन भइसक्यो। तपाईँले डलर भन्दा 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 तपाईँले डलरको लालच गर्दा 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 तपाईँको छोरा डलरमा डुबिसक्यो र प्योर अमेरिकन भइसक्यो। अब नेपाल भुलिसक्यो भनेपछि डलर इसाईको घरमा आउँदो रहेछ कि तपाईँ घरमा आउँदो रहेछ। यो भिडियो चाहिँ सकेसम्म सेयर गर्नुहोला ताकि सीता शेर्पासँग यो भिडियो पुगोस्। हस् त आजले यतिमै, फेरि पनि यहाँको सामने यस्ता यस्ता भिडियो लिएर आउनेछु। आशा राख्दछु हजुरहरूले स्पष्ट रूपमा बुझ्नुभयो भनेर। परमेश्वरले हजुरहरूलाई धेरै धेरै आशिष दिउन्।